अब तिमी आफै भन त म के गरौँ। छुट्टिने दिन छुट्नेहरूका लागि चाडपर्व नै रहेछ। छुट्टिने दिन छुट्नेहरूका लागि चाडपर्व नै रहेछ। अनि छुट्टिन नसकी अल्झिरहेकाहरूका लागि जीवन जिउँदै चिहान रहेछ। छुट्टिने दिन छुट्नेहरूका लागि चाडपर्व नै रहेछ। अनि छुट्टिन नसकी अल्झिरहेकाहरूका लागि जीवन जिउँदै चिहान रहेछ। आज म यस्तो समयमा आइपुगेको छु जहाँ तिमीलाई बिर्स्यौ भन्दा मेरा मुटुले रगतको आक्रमण गरी हृदयघात गराउँछन्। अनि तिमीलाई सम्झिरहँ भन्दा तिमीले घोपेर गएको त्यो तीरले यो मुटु रोपिरहन्छ। अब तिमी आफै भन त म के गरौँ। तिमी टाढिएर गएपछि त्यो चन्द्रमालाई हेर्ने साहस मसँग छैन। तिमी टाढिएर गएपछि त्यो चन्द्रमालाई हेर्ने साहस मसँग छैन। जब मेरा नयन त्यो आकाशको सहारा लिई एकटक नजर अड्याउन खोज्छ तब त्यो बादललाई पन्छ्याइ कुदिरहेको त्यो जुन देख्दा मलाई तिमीले नै छाडी गएको तिनै दिनहरूको याद आउँछ। अब तिमी आफै भनिदेऊ त म के गरौँ। चियामा चिनी मिसाउँदा त्यो चिनीहरूले आफ्नो मन चियामा चिनी मिसाउँदा त्यो चिनीहरूले आफ्नो मन त्यो चियासामु कस्तो पगालिहाल्छ है। आज तिमी त्यही चिया भएकी छौ जसलाई मैले आफ्नो सर्वोच्च ठानी मेरो मुटु चिनी जस्तै तिम्रा लागि सुम्पन बाध्य भए। अनि यो समय त कागतीको रस बोकी आयो जसले हाम्रो प्रेमलाई चियालाई फटाए जस्तै गरी फटाएर यादहरूको तर बनाई छुट्याएर लग्यो। अनि तिमी आफै भन त अब म के गरौँ। अझै कहिलेकाहीँ सोच्छु कतै तिम्रो नाम पछाडि सजिएर बसेका थरहरू कतै मेरो थरसँग साटिन त पर्खिरहेका छैनन्। कहिलेकाहीँ सोच्छु कतै तिम्रो नाम पछाडि सजिएर बसेका थरहरू कतै मेरै थरसँग साटिन त पर्खिरहेका छैनन्। पर्खने बानी लागिसकेकाहरूका लागि एकजुनी पर्खदा पनि पर्खिरहँझै लाग्ने रहेछ। पर्खने बानी लागिसकेकाहरूका लागि एकजुनी पर्खदा पनि पर्खिरहँझै लाग्ने रहेछ। तर पर्खदा पर्खदै मेरो कालाले मलाई नै पर्खन दिएन भने चाहिँ तिमी के गर्छौ। पर्खने बानी लागिसकेकाहरूका लागि एकजुनी पर्खदा पनि पर्खिरहँझै लाग्ने रहेछ। तर पर्खदा पर्खदै मलाई मेरै कालाले पर्खन दिएन भने चाहिँ तिमी के गर्छौ। आज जीवन त्यही उखुजै बाछ। आज जीवन त्यही सुक्खा उखुजै बाछ। सबै भावनाहरू पेली मात्र सुक्खा मुडा जसो शरीर बोकी हिँडिरहेछु। अब तिमी आफै भनिदेऊ त अब म के गरौँ। पर्खाइको महत्त्व पर्खनेहरूले बुझे झै पर्खाउनेहरूले बुझेको भए। पर्खाइको महत्त्व पर्खिरहनेहरूले बुझे झै पर्खाइरहनेहरूले बुझेको भए यो बुझ्दै गरेको जिन्दगी बुझ्न झन् कति सहज हुन्थ्यो होला। पर्खाइको महत्त्व पर्खिरहनेहरूले बुझे झै पर्खाइरहनेहरूले बुझेको भए यो बुझ्दै गरेको जिन्दगी बुझ्न झन् कति सहज हुन्थ्यो होला। अनि यो जिन्दगीलाई बुझाउने काम अझ तिम्रो भएको भए कति सहज हुन्थ्यो होला। अब तिमी आफै भनिदेऊ त अब म के गरौँ।